हेलो ओइ केटा हो हेलो हेलो ओइ केटा कहाँ छौ तिमीहरू हामी बजारतिर छौ के कहाँ बजार कहाँ के गरेर कहाँ छौ तिमी कहाँ छौ म त यहाँ अस्ति हाम्रो अड्डामै छु त ए ल किन अस्ति केटी त्यत्रो प्लान भनेर थाहा पाएँ त्यो एक्लै आज केटी एक्लै हिँड्दैछ केटी आयो के त्यो मिसन यदि चौपट भयो भने तिम्रो कान चौपट ए बनाइदिन्छ ल हामी आयो कि हामी छिटो। एकछिनमा आयौँ। ल छिटो, आयौँ। छिटो। ल बहिनी दाइ कहाँ जानु लाग्यो घर जान लाग्छु एक्लै जानु भयो हजुर आज बहिनी साथी आएको होइन नाइ साथी त्यस्तै सिकिस्तो भएर हस्पिटलमा हुनुहुन्छ आउनु भएन ए त्यसो जङ्गलको बाटो त एक्लै गाह्रो होला तिमीलाई हामी पनि उतै जाँदैछौँ जाउँ न त होइन ए हुन्छ त्यसो भए जाऊँ न त जाउँ। के भयो मैले अस्ति प्लान के गरेको थाहा छैन यो को थियो यो रामे म फेरि कुरा पनि नाम पनि बिर्सिजान्छु यो रामे चाहिँ ढलेको जस्तो नाटक गर्छ अनि उस त्यो चाहिँ आएर पानी हाल्दै हामी चाहिँ एकदमै हतारी नै अनि त्यो आएर के गरिदिन्छ त पानी हाल्दाखेरि हामीले चाहिँ त्यसलाई के गर्नुपर्छ झपट्न पर्छ है ठिक छ ल ओके मान्छे हेर्ने फेरि मान्छे मान्छे हामी हेरिहाल्छौँ एक एकजना गरेर ल हुन्छ ल ओए के भयो यसलाई अनि त्यसले के भयो के भयो ओए के भयो Thank पानी दे पानी दे के भयो सँग अनि दाइ तपाईँ उठ्नुभयो अनि के भयो के गर्नु भएको दाइ तपाईँले के गर्नु भएको यसो दाइ दाइ प्लिज के गर्नु भएको तपाईँले दाइ मैले पनि दाइ प्लिज मलाई छोड्नु प्लिज प्लिज छिटो गर्छु दाइ प्लिज दाइ प्लिज मलाई बचाउनु दाइ प्लिज प्लिज म तपाईँलाई खुट्टा दुख्छ प्लिज मलाई यस्तो नगर्नु छिटो गर छिटो मेरो पाला आएन मेरो दाइ प्लिज प्लिज म तपाईँको खुट्टा दुख्छ प्लिज प्लिज मलाई यस्तो नगर्नु म घरको एक्लै छोड्यो चुप मेरो पनि होइन मेरो देखिरह प्लिज मलाई बचाउनु चुप मान्छे चुप चुप ए साथी छिटो आन छिटो साथी यो त मरेको के हो हेर त सर हेर त जित्दैछ चला त्यसलाई चला ए छिउँदैछ त्यो प्लिज मलाई बचाउनु बेसरी गाह्रो प्लिज मलाई हस्पिटल लग्ने कुरा गरे बचाउनु जस्तोले भन्छ मेरो बाउ नेताको इमेज कहाँ जान्छ हस्पिटल लगाएपछि यता गवाई के दिन्छ हामी जेलमा जानु बरु यसलाई यस्तो गर मारिदिनु प्लिज मलाई बचाउनु हुन्छ प्लिज मारिदिनु। मलाई मार्नु अरे किन डरास यसलाई मारिदिनु प्लिज मार
मरि मरे अब मैले गाह्रो त हुँदैन के हो अरे भाइ यार तँलाई मैले अस्ति के भनेको अम्मा त किन गाह्रो हुने हो मेरो प्याकेटमा के छ कानुन मेरो प्याकेटमा छ राज संस्था मेरो प्याकेटमा छ मेरो बाउ सबभन्दा ठुलो नेता हो यहाँको म सबै तिमीहरूलाई मिलाइहाल्छु अब केही नगर यहाँबाट भाग छोड्दे यसलाई भाग यहाँ देख्नुभयो होला एउटा घटना छ त्यहाँ चाहिँ हामीले कुनै नाम दिएनौँ कुनै थर दिएनौँ केही पनि दिएनौँ एउटा स्त्री छ त्यहाँ चाहिँ तपाईँ लेखेको छ लेख्नुको कारण यो हो कि भविष्यमा यो घटना तपाईँ र म जसलाई पनि पर्न सक्छ यो घटना तपाईँले देख्न सक्नुहुन्छ उसको चाहिँ धेरै जिम्मेवारीहरू छ ठुलो ठुलो सपनाहरू छ घरमा आमा मात्रै छ बहिनी मात्रै छ अनि त्यसपछि ऊ चाहिँ बिहान कलेजमा गएर क्याम्पसमा गएर उसले आफ्नो पढाइ सकेर अनि फेरि ऊ कामबाट फेरि घर फर्किँदै गर्दाखेरि उसको बाटोमा ऊ एक्लै छ अनि त्यहाँ चाहिँ पहिला पहिला केटाहरू चाहिँ एकदमै राम्रोसँग उसँग बोलिरहेको चाहिँ हामीले देख्न सक्छौँ अनि त्यसपछि चाहिँ उनीहरूले प्लान बनाएको अनि त्यहाँ चाहिँ उनीहरूले उसको बलात्कार गरेको हामीले त्यहाँ देख्न सक्छौँ अनि यो घटना गराउँदै गर्दाखेरि चाहिँ तपाईँ र म यो कुरामा सचेत हुनुपर्ने जरुरी छ कि यो घटना 10 वर्षको अन्तरालमा निर्मला पन्तदेखि आजसम्म धेरै स्त्रीहरूलाई चाहिँ घटेको घटना हो र आउँदा दिनहरूमा यदि आज तपाईँ र म न्यायको लागि बोलेनौँ भने भोलि यो स्थितिमा तपाईँ पनि बन्न सक्नुहुन्छ म पनि बन्न सक्छु त्यस कारणले गर्दा यो घटना आज तपाईँहरूको बिचमा हामीले देखाउँदैछौँ हामी सचेत नागरिकहरू हौँ हामी यस नेपाल देशका नागरिकहरू हौँ भनिन्छ छोरा भाग्यले अनि छोरी सौभाग्यले पाइन्छ तर विडम्बनाको कुरा यही समाजमा जहाँ हजारौं स्त्री भगवानलाई पुजिन्छ त्यही समाजमा हाम्रा छोरी चेलीहरू सुरक्षित छैनन् हरेक दिन बाटोमा हिँड्दै गर्दाखेरि